हेलो एभ्रिवान गुड आफ्टरनुन सबैजनालाई। आज चाहिँ मैले वालनट र एल्मन्ड लिएर मिठाई बनाएको थिएँ। अनि त्यहाँदेखि मैले यसमा चाहिँ फर्स्टमा चाहिँ ड्राई रोस्ट गरेँ त्यो दुइटालाई। त्यसको बादमा घिउलाई तताएँ। अन्त त्यो तातेको घिउमा चाहिँ खजुरको स्मल पिसेस बनाएको थिएँ मैले, त्यो एड गरेँ। अन्त त्यसलाई पाकिसकेपछि चाहिँ मैले त्यो अघि रोस्ट गरेको एल्मन्ड र वालनटलाई चाहिँ ग्राइन्ड गरेँ। अन्त फाइन पाउडर भएपछि चाहिँ मैले त्यसलाई अघि पाकेको गुडमा एड गरेँ हो। अन्त पहिलाको भिडियोमा चाहिँ मैले अलैँचीको पाउडर एड गरेको थिएँ। मेरो नानीले चाहिँ मन पराएन अलैँची हालेको, त्यही भएर मैले नेपाली बनाउँदा चाहिँ त्यसलाई स्किप गरेँ। तपाईँहरू एड गर्न सक्नुहुन्छ साथीहरू। अन्त यत्तिकै पाकिसकेपछि चाहिँ मैले त्यो पाकेको मिक्सरलाई चाहिँ मैले प्लेटमा ट्रान्सफर गरेँ। अन्त स्मल बल्स बनाएँ। यस्तो भएको थियो मेरो फाइनल लुक मिठाईको चाहिँ साथीहरू। थ्याङ्क्स फर वाचिङ।